जो हुन्डी कारोबारमा संलग्न छन् जापानमा बस्ने नेपालीहरू, तीमध्ये यदि तपाईलाई कसैलाई थाहा छ भने गोप्य सूचना हामीलाई जानकारी दिनुहोला। तपाईले दिएको जानकारी गोप्य राखिनेछ भनेर एउटा फेसबुकबाट सार्वजनिक गर्नुभएको छ। अब जापानमा हुन्डी गर्नेहरूको बिगबिगी छ भनेर तपाईलाई हामीले बताइरहनु पर्दैन। यो के हो, कस्तो सिस्टममा जाँदै हुनुहुन्छ? नेपाल सरकार जापान सरकार मिलेर हुन्डीको लागि बन्द गर्न लाग्नु भएको हो या के हो? यस बारेमा विस्तृत रूपमा बुझ्नको लागि आज हामीले जापानको लागि कार्यवाहक राजदूत हरिहर कान्त पौडेलजीलाई सम्पर्कमा ल्याएका छौं र उहाँसँग गरेका कुराहरू आज हामीले तपाईहरुलाई प्रस्तुत गर्दैछौं र तपाईहरुले सोधेका प्रश्नहरू पनि हामीले टिपोट गरेका छौं। ती प्रश्नहरू पनि आज सोधिनेछ हरिहर कान्त पौडेल जो जापानका लागि कार्यवाहक राजदूत हुनुहुन्छ। हरिहरजी नमस्कार, हाम्रो कार्यक्रममा तपाईलाई स्वागत छ। धन्यवाद लक्ष्मणजी। अहिले तपाईले बोल्ने कुराहरू हामीले रेकर्ड गरिरहेका छौं र तपाईको यो नेपाल एम्बेसी जुन हाम्रो फेसबुक पेज छ त्यो पेजबाट एउटा सार्वजनिक गर्नु भएको छ। त्यसमा प्रत्यक्ष रूपमा हेर्दाखेरि हुन्डी भनेर शब्द त लेखिएको छैन। त्यो सबैजनालाई यो बुझ्ने तरिकाले बताइदिनुस् न। अनि यो के हो भने अहिले जुन अन्तर्राष्ट्रिय निकायले नेपाललाई ग्रे लिस्टमा राखेको छ, त्यो धेरै कारणहरू मध्येमा एउटा कारण के हो भने अवैध रूपमा संसारभरिबाट अवैध रूपमा नेपालमा जुन पैसा पठाउने प्रचलन छ त्यो त यहाँलाई पनि थाहा छ, सबैलाई थाहा छ। त्यसलाई त्यो केही हदसम्म जापानबाट पनि गइरहेको भन्ने पनि धेरै ठाउँमा चाहिँ हामीले सुनिरहेका छौँ। संसारभरिकै कुरा हो, जापान विशेष मात्र होइन, नेपाल सरकारको नै नीति के हो भने यस्तो प्रकारको अवैध तरिकाले जुन पैसा जान्छ, इलिगल च्यानल मार्फत पैसा जान्छ, त्यसलाई रोकथाम गर्न नेपाल सरकारले एउटा प्रणाली स्थापना गरेको छ। हजुर, प्रणाली भन्नुको मतलब छुट्टै एउटा सफ्टवेयर डेभलप भएको छ। हजुर, त्यस कारणले त्यस्तो सफ्टवेयर मार्फत त्यस्तो सूचना दिनलाई अथवा सिधै आएर राजदूतावासमा अथवा नेपाल सरकारका निकायहरूमा पनि यहाँहरूले त्यस्तो थाहा पाउनुभयो भने यस्तो कामको लागि सूचना दिन सक्नुहुन्छ भन्ने प्रकारको हाम्रो आशय हो। जस्तो यो हाम्रो जापानबाट मात्रै सुरुवात नभएर विभिन्न देशहरूबाट यो कार्यक्रम सुरुवात हुँदैछ भनेर बुझ्दा हुन्छ। अनि यो त संसारभरि हो, नेपाल सरकारको पोलिसी त सबै राजदूतावासमा परिपत्र भएको छ र हामीले पनि यहाँबाट त्यही निर्देशन अनुसार हामीले सुरु गर्यौं। त्यसलाई यसरी बुझ्नु, सरकारको नीति हो, सरकारको कार्यक्रम हो र यसलाई सरकारले मात्रै चाहेर हुँदैन। यो हामीले यहाँको आम समुदायहरूको पनि सहयोग लिनु जरुरी छ। त्यो हिसाबले समुदायको सहयोग लागि हामीले आह्वान गरेको, सूचना जारी गरेको हो। हरिहरजी, मैले सामाजिक सञ्जालमा भेटेको एउटा प्रश्न जुन नेपाल एम्बेसीलाई उहाँहरूले एउटा प्रश्न राख्नु भएको छ, त्यो प्रश्न म तपाईलाई बताउन चाहन्छु। हेमन्त पौडेलजीले लेख्नु भएको छ, सिनओकुबु स्टेसन नजिकको चर्चित नेपाली रेस्टुरेन्ट कुनातिरको टेबलमा ठूलो मात्रामा पैसाको लेनदेन हिसाब किताब हुँदैछ। जहाँसम्म यो हुन्डी कारोबार हो, यो फोटो भिडियो खिच्न पाइँदैन। अब यो घटनालाई मैले कुन किसिमले नेपाल एम्बेसी जुन टोकियोमा छ उहाँलाई रिपोर्ट गर्न सक्छु भनेर उहाँले प्रश्न सोध्नु भएको छ एम्बेसीलाई। त्यस्तो उहाँसँग त्यस्तो प्रमाण छ र त्यस्तो चाहिँ थाहा पाउनुहुन्छ भने नेपाली राजदूतावासमा सिधै आएर उहाँले जानकारी गराउनुहुन्छ अथवा हाम्रो इमेल छ, हामीले फेसबुक पे उसमा हालेका छौँ, वेबसाइटमा पनि हालेका छौँ, eon.tokyo@mofa.gov.np यो इमेलमा उहाँले प्रमाण चाहिँ सूचना हामीलाई दिन सक्नुहुन्छ। अब यो हुन्डीको कारोबार गर्नेहरूको लागि नेपाल एम्बेसी यानि कि नेपाल सरकार र जापान सरकार मिलेर यसलाई बन्द गर्नको लागि लाग्नु भएको छ भनेर बुझ्दा हुन्छ हामीले। अनि यो जुनसुकै सरकारको पनि यस्ता अवैध कार्यक्रममा, यस्ता अवैध क्रियाकलापमा नियन्त्रण गर्नलाई जुन देशको सरकारको पनि सहयोग त स्वतः मिलिहाल्छ नि। हामीले तत्कालै नेपाली समुदायको सहयोग खोजेको हो। हस्, हजुरलाई समयको लागि धेरै धेरै धन्यवाद। अन्तिममा केही भन्न चाहनुहुन्छ हरिहरजी? हैन, यहाँहरू नेपाली समुदाय जुन मिलेर बस्नुभएको छ र यहाँहरूको सहयोग नेपाली राजदूतावासलाई अत्यन्त आवश्यक छ। हरेक कुरामा नकारात्मकता मात्रै राखेर समाज विभाजन गर्न हुँदैन। हरेक कुराहरूमा सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ
र हाम्रो नेपाल सरकारको नीति अनुसार हामी नेपाली राजदूतावासले सक्दो बिहानदेखि बेलुकासम्म अत्याधिक दुःख गरेर हामीले चाहिँ सेवा दिइरहेका छौँ। सबै सन्तुष्ट त छैनन्, त्यो मैले पनि बुझेको छु। तर हामीले एउटा भन्छ, त्यति मात्र चल्ला कोरल छ पोथी, जति सक्छ न्यानो भुवाले छोपी। हामी आफ्नो क्षमताले बल विवेकले भ्याएसम्म हामी गरिरहेका छौँ। त्यो आम समुदायलाई सहयोग गरिदिन र सकारात्मक धारणा राखिदिनु हुन तपाईँ मार्फत म अनुरोध गर्न चाहन्छु। हजुर हरिहरजी, समयको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद लक्ष्मीजी, धन्यवाद। दर्शकबिन, उहाँ हुनुहुन्थ्यो जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेलजी। र अहिले जापानमा रहेको नेपाल एम्बेसीले यो सूचना प्रकाशित गरेको छ, जापानमा अवैध रूपमा काम गर्ने, मनी लन्ड्रिङको काम गरेका छन् भनी त्यस्ता व्यक्तिहरूको गोप्य सूचना हामीलाई दिनुभयो भने हामीले कारबाही अगाडि बढाउनेछौँ भनेको छ। अब यो सूचना दिइसकेपछि कार्यान्वयन कतिको हुन्छ, कार्यान्वयन कसरी गर्छ भन्ने कुरा त हेर्न बाँकी नै छ। अब तपाईँको ठाउँमा पनि हुन्डीको कारोबारहरू भइरहेको छ। तपाईँले इमेलको मार्फत फोन गरेर एम्बेसीमा सम्पर्क गर्न सक्नुहुन्छ र एम्बेसीलाई जानकारी दिन सक्नुहुन्छ। म यहाँनिर तपाईँहरूलाई जोड्न चाहन्छु, तपाईँले अवैधानिक रूपमा यदि नेपालमा पैसा पठाउनु भएको छ भने तपाईँको पैसा फस्ने सम्भावना पनि हुन्छ। त्यस्तो कामहरू नगर्नुहोला। जापानमा थुप्रो रेमिटहरू हुन्छन्, त्यो रेमिट मध्येमा पनि हामीले यो फरेक्स जापान भन्ने रेमिटसँग सहकार्य गरेर काम गरिरहेका छौँ। यदि तपाईँले नेपालमा पैसा पठाउनु छ भने फरेक्स रेमिटबाट पनि पैसा पठाउन सक्नुहुन्छ। र तपाईँले हुन्डीको कारोबारबाट काम गर्दै हुनुहुन्छ भने तपाईँको पैसा त फस्ने सम्भावना छँदैछ। नेपालमा भएको परिवारलाई पनि नेपाल सरकारले अप्ठ्यारो पार्न सक्छ। यी कुराहरूमा पनि हामी अब सचेत हुनको लागि एकदमै आवश्यक छ। हुन्डीबाट होइन, रेमिट गरेर सबैजनाले नेपालमा पैसा